तपाईले घर बनाउँदै हुनुहुन्छ भने टाइल लगाउने अवश्य पनि सोच्नु भएको होला। यहाँ तपाईले देख्नुहुन्छ मल्टिपल भेराइटीको टाइलहरू छ, तर कुन चाहिँ टाइल कस्तो ठाउँमा लगाउने र कुन चाहिँ टाइल कस्तो ठाउँमा लगाउँदा राम्रो हुन्छ भनेर तपाईलाई थाहा नहुन सक्छ। आज म तपाईहरुलाई यस भिडियोमा कुन टाइल चाहिँ कस्तो ठाउँमा राख्ने र कुन टाइल चाहिँ कस्तो ठाउँमा नराख्ने भन्ने विषयमा जानकारी दिन्छु। यहाँ देख्न सक्नुहुन्छ, अब यो दुईवटा प्यानलमा भएको यो टाइलहरू चाहिँ यो सबै तपाईको टेरेसको लागि हो। यो भयो तपाईको यिनीहरू यो भेट्रिफाइड टाइल हो। यसमा पनि भेट्रिफाइड, नन भेट्रिफाइड, सेरामिक र मिड भेट्रिफाइड भन्ने तीनटा टाइलहरू हुन्छ। र साथै यहाँ पनि देख्न सक्नुहुन्छ यिनीहरू दुईटै यो टेरेसको लागिहरू हो। साथै तपाईले यसलाई चाहिँ यसको स्ट्रेन्थ हेरेर भेट्रिफाइड टाइल छ भने तपाईले यसलाई पार्किङमा पनि युज गर्न सक्नुहुन्छ। र अर्को छ यतापट्टि हामीसँग सेरामिक टाइलहरू। जहिले पनि सेरामिक टाइलहरू चाहिँ तपाईको बाथरुमको वालहरूमा, किचनको वालहरूमा, यो चाहिँ तपाईको टोटल्ली हामीले वालहरूमा मात्र लगाउँछौँ। यो सेरामिक टाइलहरू चाहिँ यसको चाहिँ फिनिसिङहरू एकदमै चिल्लो टाइपको हुन्छ र यसमा चाहिँ तपाईको लाइटहरू रिफ्लेक्ट गर्ने टाइपको हुन्छ। देख्न सक्नुहुन्छ सेरामिक कोटिङमा यो माथिपट्टि चाहिँ लाइटहरू रिफ्लेक्ट गरिरहेको छ। साथै यतापट्टि देख्न सक्नुहुन्छ यो चाहिँ तपाईको अलिक ठुल्ठुलो एरियाहरूमा चाहिँ तपाईले यसलाई चाहिँ तपाईले वालमा पनि लगाउन सक्नुभयो र तपाईले यसलाई चाहिँ भुइँमा पनि लगाउन सक्नुहुन्छ। र साथै यता पनि देख्न सक्नुहुन्छ यसको मल्टिपल भेराइटीहरू छ। तर तपाईले टाइल लगाउँदाखेरि एउटा गल्ती चाहिँ के नगर्नु होला भने आर्किटेक्चर अथवा इन्जिनियरले डिजाइन गर्दाखेरि कहिले कहिले बाहिरपट्टि एक्सटेरियर एरियामा चाहिँ यो टाइलको डिजाइन राखेर उनीहरूले डिजाइन गरिदिएको हुन्छ। सकेसम्म त्यस्तो टाइपको घरहरू नबनाउँदा राम्रो। किनकि तपाईको के हुन्छ भने यस्तो तपाईले बाहिरबाट टाइल लगाउँदाखेरि सबैजनाले चाहिँ टाइल लगाउँदाखेरि यसलाई चाहिँ यो दुईटा यसरी जोइन गरेर लगाइदिन्छ। त्यसले गर्दा चाहिँ तपाईको टाइलको जो ग्यापबाट चाहिँ तपाईको पछि ग्याप फेरि निक्लिनु र पछि यहाँबाट पानी छिर्ने चान्सहरू हुन्छ। सकेसम्म बाहिर चाहिँ नलाउँदा राम्रो।